विज्ञान र प्रविधिको कारणले गर्दाखेरि शिक्षणका विभिन्न शैलीहरूमा परिवर्तन भएको देखिन्छ। हिजो हामीले परम्परागत शैलीमा अवलम्बन गर्दै आएको प्रवचन विधिको आज वैकल्पिक रूपमा चाहिँ बच्चाको आवश्यकता अनुसार बच्चालाई सक्रिय गराएर अगाडि बढाउनु पर्ने अवस्था तपाईँ हामीहरूको सामु सिर्जना भएको छ। हिजोका दिनमा हामीहरूले बच्चा विद्यालय जाँदै गर्दा बच्चाले आफूले ल्याएको प्राप्ताङ्कमा धेरै अङ्क देख्दाखेरि हामी खुसी हुने अभिभावक अब हामीले त्यो हाम्रो भूमिकालाई परिवर्तन गर्नुपर्नेछ। आफ्नो बच्चाले सिकेका ज्ञान गुणका कुराहरू, नैतिकताका कुराहरू, अनुशासनका कुराहरू के कति सिकेको छ भन्ने कुरालाई मूल्याङ्कनको माध्यम बनाउने हो भने पक्कै पनि एउटा बच्चा सफल, अब्बल र सक्षम बन्न सक्दछ। त्यसले एउटा समाजलाई आफूले सिकेका कुराहरूको देन दिन सक्छ। समाजलाई परिवर्तन र रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण आधारको रूपमा शिक्षालाई लिने गरिन्छ। आज हाम्रो देशमा जे जति परिवर्तनहरू भएका छन् ती परिवर्तनहरूको पछाडि शिक्षाको ठूलो भूमिका रहेको छ। त्यसैले शिक्षा बिनाको कुनै पनि समाज परिवर्तन हुन सक्दैन। आज हामीले भौतिक पूर्वाधारका कुराहरूमा देशलाई अगाडि बढाउँदै गर्दा त्यसको पछाडि शिक्षाको ठूलो भूमिका रहेको छ। सबै पूर्वाधार विकासका साधनहरूको आधारको रूपमा शिक्षालाई लिने गरिन्छ र शिक्षाको बेसिक आधारको रूपमा यो मन्टेसोरी कक्षालाई लिने गरिन्छ। यो मन्टेसोरी कक्षाको विकास द्वितीय विश्वयुद्धपछि विश्वभर फैलिएको देखिन्छ। यसले विद्यार्थीहरूको क्षमतालाई, विद्यार्थीहरूको रुचि र आवश्यकतालाई मध्यनजर गरेर बालबालिकाहरूको गति अनुसारको सिकाइलाई प्राथमिकतामा राखेको देखिन्छ। त्यसैले हामीहरूले विद्यालयमा होस् या घर परिवारमा होस्, जहाँ पनि विद्यार्थी मैत्री वातावरण, बाल मैत्री वातावरण हुनु आवश्यक छ। आज घरमा होस् या विद्यालयमा बालमैत्री वातावरण नहुने हो भने तपाईँ हामीले जुन फुल रोप्दैछौँ त्यो फुल राम्रो ढङ्गबाट फल्न सक्दैन। त्यसैले एउटा बच्चाको सर्वाङ्गीण पक्षको विकास गराउनको लागि विद्यालयको समय अफुट हुन सक्छ। विद्यालयमा बच्चा बस्ने भनेको एउटा औपचारिक टाइम तोकिएको हुन्छ, त्यसमा मात्र सबै कुराहरू सिक्न सम्भव हुँदैन। कतिपय कुराहरू घर परिवारदेखि लिएर साथी सङ्गतिबाट पनि बालबालिकाले सिकिराखेका हुन सक्छन्। त्यसैले हामीले बच्चाको सिकाइलाई कसरी र कहाँ जोड्न सकिन्छ भन्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। एउटा विद्यालय राम्रो बनाउनको लागि, एउटा मन्टेसोरी कक्षा राम्रो बनाउनको लागि अभिभावकहरूको महत्त्वपूर्ण सुझाव आवश्यक पर्दछ। एउटा मन्टेसोरीले आफ्ना गतिविधिलाई, आफ्ना योजनाहरूलाई विद्यार्थीमुखी, अभिभावकमुखी, सिकाइमुखी बनाउनको लागि अभिभावकहरूको एउटा सकारात्मक समीक्षाको आवश्यकता पर्दछ। यदि अभिभावकहरूले अहिलेको अवस्था नै ठिक छ, हाम्रा बच्चाहरू यसैमा खुसी रहेका छन्, उच्च प्राप्ताङ्क ल्याएका छन् भनेर खुसी हुने हो भने एउटा मन्टेसोरीले शिक्षणका शैलीहरू, तरिका र पद्धतिहरूमा भिन्नता ल्याउन, नयाँपन ल्याउन सक्दैन। त्यसैले तपाईँ हामीहरूले एउटा मन्टेसोरीबाट बच्चाको सिकाइको सर्वाङ्गीण पक्षको विकास गर्नको लागि फरक तरिका र पद्धतिको अपेक्षा गर्ने हो भने हामीहरूले एउटा मन्टेसोरी अथवा एउटा विद्यालयलाई सही सुझाव र सल्लाह दिन सक्नुपर्दछ। मलाई के लाग्दछ भने एउटा विद्यालयको महत्त्वपूर्ण जिम्मेवार अभिभावक हुनुपर्दछ। हुन त अभिभावकहरूले धेरै गरिराख्नु भएको छ, आफ्नो बच्चाका लागि सबैभन्दा बढी कसैले गर्छ भने त्यो अभिभावकले गर्ने गर्दछ। त्यसैले आजको यस कार्यक्रममा पनि बच्चाहरूको प्रस्तुति हेर्नको लागि एकदमै खुसी, मुहारमा उज्यालोपन अभिभावकहरूको देखिएको छ। मलाई के लाग्दछ भने यो मुहारमा देखिएको उज्यालो सँगसँगै अभिभावकहरूले एउटा जिम्मेवारीको बोध पनि गर्नुभएको छ। मैले मेरो बच्चाको लागि मात्र होइन, एउटा स्कुललाई राम्रो बनाउनको लागि मैले ठूलो भूमिका निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वासका साथ तपाईहरू आज यस कार्यक्रममा सहभागी हुनुभएको छ। तपाईहरूको यो सक्रियता सशक्त ढङ्गबाट अगाडि बढ्ने हो भने पक्कै पनि टोखा नगरपालिकाको शिक्षाको गुणस्तर विकास गर्नको लागि महत्त्वपूर्ण भूमिका रहनेछ। टोखा नगरपालिका अन्तर्गत आजको दिनमा हेर्ने हो भने 50 भन्दा बढी मन्टेसोरी विद्यालयहरू अथवा मन्टेसोरी पद्धतिमा आधारित विद्यालयहरू खुलेका छन्। ती विद्यालयहरूको हामीले अनुगमन गर्ने, सुपरिवेक्षण गर्ने कार्यक्रमहरू पनि अगाडि बढाएका छौँ। त्यसैले यी जो मन्टेसोरीहरू छन्, यी मन्टेसोरीहरूमा टोखा नगरपालिका अन्तर्गत रहेका 9% भन्दा बढी विद्यार्थीहरू अध्ययनरत रहेका छन्। त्यसैले जुन यो शिक्षाको गुणस्तर विकास गर्नको लागि शिक्षा प्रदान गर्ने एउटा नैसर्गिक अधिकार छ, त्यो नैसर्गिक अधिकारलाई पूरा गर्नको लागि जुन मन्टेसोरीहरूले जुन भूमिका निर्वाह गर्नुभएको छ उहाँहरूप्रति हामी हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। र आगामी दिनहरूमा पनि तपाईहरूको सक्रियता आवश्यक पर्दछ। हामीले हिजोका दिनमा बच्चाहरू विद्यालय पठाउँदै गर्दा अभिभावकको भूमिका पूरा भयो भन्ने जुन मान्यता छ त्यो मान्यताबाट अलि माथि उठेर फराकिलो ढङ्गबाट सोच्ने हो भने पक्कै पनि शिक्षाका क्षेत्रहरूमा आमूल परिवर्तन गर्न सकिन्छ। टोखा नगरपालिकाले शिक्षाको क्षेत्रमा विकास गर्नको लागि शिक्षालाई प्रविधिसँग कसरी जोड्न सकिन्छ, शिक्षालाई नयाँ ढङ्गबाट कसरी अगाडि बढाउन सकिन्छ भन्ने सन्दर्भलाई जोड्दै पाठ्यपुस्तक विहीन कक्षा सञ्चालनको कार्यविधि पनि प्रकाशन गरिसकेको छ। त्यही कार्यविधि अनुसार यस विद्यालयले पनि, यस मन्टेसोरी विद्यालयले पनि आफ्ना गतिविधिहरू अगाडि बढाएको छ।
हामीले पाठ्यपुस्तकको प्रयोग नगरिकन पनि विद्यार्थीलाई कसरी सिकाउन सकिन्छ भन्ने सन्दर्भलाई जोड्दै नगरपालिकाको वार्षिक नीति र कार्यक्रमका आधारमा त्यो कार्यक्रम सञ्चालनमा ल्याएको छ र हामीले यो चालु आर्थिक वर्षमा त्यो कार्यक्रमलाई परीक्षणको रूपमा लिएका थियौँ भने आगामी नयाँ आर्थिक वर्षमा त्यो कार्यक्रममुखी ढङ्गबाट हामीले अगाडि बढाउने योजना बनाएका छौँ। त्यसैले यो मन्टेसोरी शिक्षा भनेको एउटा बालबालिकाको रुचि आवश्यकतालाई ध्यान दिँदै उसको सृजनात्मक क्षमतालाई कसरी अगाडि बढाउन सकिन्छ, उसमा भएको जुन क्षमता छ, जन्मजात रूपमै ल्याएको जुन क्षमता छ, त्यसलाई विकास गरेर कसरी उन्नत ढङ्गबाट अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यबाट यो मन्टेसोरी शिक्षाको विकास र प्रादुर्भाव भएको देखिन्छ। नेपालको सन्दर्भमा 2050 साल पश्चात यस शिक्षाको विकास भएको देखिन्छ। अहिले पनि हेर्ने हो भने नेपालका शहरी क्षेत्रहरूमा मन्टेसोरी कक्षाहरूको विकास तीव्र रूपमा भएको देखिन्छ भने ग्रामीण क्षेत्रहरूमा यसको विकास अझै हुन सकिरहेको छैन। आजको दिनमा अभिभावकहरूको एकदमै व्यस्तता हुँदै गर्दा बच्चालाई 2 वर्ष हुने बित्तिकै एउटा मन्टेसोरी कक्षामा राखेर आफू आफ्नो काममा जाने प्रचलन पनि बढेको छ। यसो गर्दै गर्दा बच्चाले प्राप्त गर्ने सम्पूर्ण जुन पौष्टिक आहारका कुराहरू पनि जोडिन सक्छन्। एउटा बच्चालाई सक्षम बनाउनको लागि पौष्टिक आहारको पनि ठूलो भूमिका रहेको हुन्छ। यदि कुनै बच्चाले राम्रो सन्तुलित ढङ्गबाट शरीरलाई चाहिने मात्रामा पौष्टिक आहार प्राप्त गर्ने होइन भने त्यो बच्चाको सन्तुलित ढङ्गबाट विकास हुन सक्दैन, सिकाइको गति पनि अगाडि बढ्न सक्दैन। त्यसैले बच्चाको सिकाइको गतिलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउनको लागि पौष्टिक आहार महत्त्वपूर्ण पक्षको रूपमा रहेको हुन्छ। घरमा आज जङ्क फुड खाने बच्चाहरूको संख्या पनि बढ्दै गएको छ। आमा बुवाहरू काममा व्यस्त हुने, बच्चाहरूलाई भोक लाग्दै गर्दा बिस्कुट दिने, चाउचाउ दिने जुन परिपाटी छ, त्यो परिपाटीमा पनि हामीले आफ्नो जुन व्यवहार छ त्यो व्यवहारलाई बदल्नु पर्ने देखिएको छ। आज धेरै जसो बच्चाहरूमा ब्रेन ट्युमरदेखि लिएर विभिन्न किसिमका स्वास्थ्य समस्या पनि देखिरहेका छन्। त्यसै